मतलब 500 सब्सक्राइबर पुग्ने बित्तिकै म एउटा तपाईँहरूलाई सरप्राइज दिन्छु। त्यो सरप्राइज तपाईँहरूलाई म त्यतिखेर नै दिन्छु। आई होप मेरो 500 सब्सक्राइबर छिटै पुगोस्। बर्खा लाग्यो कि साथी हो, यहाँदेखि परसम्म गाडी नै मात्र छ हेर्नु, परदेखि देखाउँदै ल्याएको मैले गाडी। A few moments later. हेलो सबैजनालाई नमस्ते एन्ड वेलकम टु द टिएक्सटी मोहन ब्लग्स, न्यू डे न्यू ब्लग्स। सायद तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अहिले चाहिँ म देख्न सक्नुहुन्छ मेरो घरमै छु, म यहाँदेखि म बाइकमा हिँड्नु लागेको छु। तर साथीहरू तपाईँहरूलाई म डिफ्रेन्ट तरिकाले नै भिडियो बनाएर देखाउने छु, तपाईँहरूलाई पनि अलिकति हेर्नुको लागि मनोरञ्जन पनि हुनेछ। ल त साथीहरू मेरो भिडियो चाहिँ सब तपाईँहरूले अन्तिम समय हेरेर सबैजनाले माया गरिदिनु होला र त्यही भन्न चाहन्छु। ल त साथीहरू म अब काममा जानु लागेको छु, अहिले अब ढिलो पनि भइसक्नु लाग्यो, म गाडीमै छु। ल साथी तपाईँहरूलाई म बाटोमा बिस्तारै अलिअलि देखाउँदै जानु सकेँ। बाई। आज म अर्कै बाटो जानेछु, तपाईँहरूले देख्नु सक्नुहुन्छ। गएको मेरो घरदेखि लिने साथीहरू आज चाहिँ अर्कै बाटो, हिजो पनि जानु चाहिँ बाटो नै गएको थिएँ, तर अर्कै बाटो देखाउँदै गएको थिएँ। केटाहरू त पुरै ट्र्याक्टरमा हाम्दिन्छ त हौ। मेरो माइक चाहिँ कस्तो आइरहेको होला साथी हो, कृपया भनिदिनु होला। मेरो त हुनु त सधैँको रुटिनै जस्तो भइसक्यो, यही बाटो गयो यही बाटो आयो होइन। गाह्रो छ। हिजो मैले सोल्टिनी भन्ने घर चाहिँ यहीँनिर हो, घर चाहिँ सोल्टिनी लगिदिनु पर्यो भनेर सोल्टिनी मान्नु भएन। आज चाहिँ म अर्कै बाटो जान्छु, सर्टकट हान्दै जान्दै थियो है साथी हो। म चाहिँ देख्नु सक्नुहुन्छ होइन, अरू युट्युबरहरूलाई चाहिँ कसरी बोल्नु आउँछ यति धेरै यार, मलाई त बोल्नै आउँदैन त हौ साथी हो। अरू त पुरै सबै बोलिन हुन्छ क्या, अब आफू त के बोलौँ कि नयाँ युजर भएर हो साथी हो। म त्यस्तै लाग्नु थाल्यो बोल्नु, अब एउटा शब्द बोल्दै अब के बोल्नु हुन्छ क्या। त्यही भएर अरूहरू त क्या मस्त बोलिरहेको हुन्छ भा। गाह्रो छ बोल्नै आउँदैन। आज चाहिँ म ड्युटीमा जाने, हिजो पनि म कता काकाले भित्ता जाने भएको थिएँ, काकाले भित्ता क्यान्सेल भएर बेटामसम्म चाहिँ गएँ, तर मैले तपाईँहरूलाई देखाइनँ। त्यस्तै त हुन्छ नि, कहिले अब देखाउँछु भनेको बेलामा मिल्दैन, नदेखाउने बेलामा मिल्छ, त्यही भएर देखाउनु पाएन। आज विराटनगर जाने कुरो चाहिँ यसो अलिअलि चल्दैछ हाम्रो दाजुहरूसँग, अब के हुन्छ हेर्नु साथी हो। अब यो चाहिँ हाम्रो पञ्चकन्या स्कुल हो है साथी हो, एकदम राम्रो छ। यहाँ पनि अहिले पहिलेभन्दा धेरै डेभलप भइसकेको छ। त्यस्तै छ जिन्दगानी दर्पण छाया भनेको भइहाल्यो नि हो। अरे दाइ त काममा गएको रे नै दाइ। हेलो बाजे, के गर्छ हौ यसले भन्छ है फेरि होइन, कसो हौ साथी हो। के हो तपाईँहरूले त साथीहरूले त के हो कमेन्ट पनि हान्दैन, लाइक पनि गर्दैन, के हो मेरो भिडियोहरू त चिन्ता लाग्छ हौ घरिघरि त। मिहिनेत गरेर भिडियो बनाइन्छ होइन, न भ्युज आउँछ, न कमेन्ट जान्छ, न लाइक जान्छ, न सब्सक्राइबर बढ्छ। गाह्रो भयो टिएक्सटी मोहन ब्लग्सलाई, गाह्रो भयो। यसो आफूलाई पनि त यसो अलिकति भ्युजहरू आयो भने गयो भने आफूलाई पनि त यसो अलिकति कम्फर्टेबल हुन्छ। कम्फर्टेबल भन्नाले पनि आश आउँछ क्या साथी, हौसला आउँछ। अरू त त्यही हो, देख्नु सक्नुहुन्छ भ्यू कस्तो छ। अब यहाँ टावर छेउआइसकेँ, हाम्रो एन्सल टावर हो यो चाहिँ, मेरो साथीको घर। यहाँ छ एउटा साथी रोजन साथी एउटा, अनि एउटा गीत, अनि तल बगरम छ हाम्रो चाहिँ। देख्नु सक्नुहुन्छ यो चाहिँ एनसेल अफिसको टावर हो। यहाँ रहेछ मान्छेलाई मस्त छ मस्त। त्यस काम चाहिँ केटाले मजाले गर्छ, बुढी पाल्छ है यसले साथी। बुढी चाहिँ पाल्छ यसले, भोकेर राख्दैन। अनि एउटा कुरा साथी हो, तपाईँहरूलाई
100 मतलब 500 सब्सक्राइबर पुग्ने बित्तिकै म एउटा तपाईँहरूलाई सरप्राइज दिन्छु। त्यो सरप्राइज तपाईँहरूलाई म त्यतिखेर नै दिन्छु। आई होप मेरो 500 सब्सक्राइबर छिट्टै पुगोस् र 500 सब्सक्राइबर पुग्ने बित्तिकै तपाईँहरूलाई धेरै ठुलो सरप्राइज त नभए पनि सानो छ तर पनि मेरो लागि ठुलै सरप्राइज जस्तो हुनेछ। तपाईँहरूलाई म मेरो 500 सब्सक्राइबर पुग्ने बित्तिकै मेरो एउटा सरप्राइज तपाईँहरूलाई देखाउने नै छु। त्यसको लागि अब अलिकति आफूले पनि मेहनत गर्दैछु अघि बढ्नुको लागि। अब बिस्तारै त हुन्छ होला नि, अब एकचोटि त हुँदैन होला होइन। गाह्रो छ, स्ट्रगल नगरी हुँदैन। मकै पनि पाक्ने बेला भइसकेछ। अब हुन त धान रोप्ने बेला त भइसक्यो, के भन्नु तपाईँहरूलाई। ल त साथी हो, म धेरै पाउनु पनि छैन। तपाईँहरूलाई म एकचोटि पाडाजुङ्गी गएर नै भेट्छु है। तपाईँहरूलाई म पाडाजुङ्गी पुगेर देखाउँछु भन्दै थिएँ, तर होइन, मेरो अस्ति चाबी हराएको पनि यही बाटो हो। भित्र बाटो सर्टकट बाटो छ कहाँ, चोरी बाटो छ कहाँ यहाँ साथीहरू। म तपाईँहरूलाई त्यही बाटो लानेछु। यता यही बाटो चोरी बाटो हिँड्दाखेरि नै मेरो चाबी हरायो। बाटो चाहिँ हेर्नु कस्तो छ, बाटो त टेक्दै छ नि। यही बाटो नजाँदै थिएँ, कहाँ झरो उहाँ पुगिसकेर पनि नि साथी हो, उहाँ पुगिसकेर पनि फेरि फर्केर आएको म यहाँनिर चाबी भेट्छु कि भनेर। भुइ यार कस्तो लुगा म त अडाएको यार, कि सुकाएको हौ यो। यही बाटोमा हो मेरो चाबी हराएको। बाटो कस्तो छ होला हेर्नुहोस्, नर्सरी बिच छ नि होइन बाटो त बा सेक्री छ नि हो। अब यो बर्खामा चाहिँ लास्टै खत्तम हुन्छ होला यो बाटो। अब अहिले चाहिँ लगभग ठिकै छ अहिलेको हाराहारीमा, बर्खामा चाहिँ लास्टै खत्तम हुन्छ होला साथी यो बाटो त। अहिले नै यस्तो छ हेर्नु त, तर उता भन्दा चाहिँ अलिकति राम्रै छ बाटो, सन्न कुद्छ होइन। यो गाई बस्तु यता त हाम्रो गाउँतिर त यता तल सुविधा छ हौ गाई बस्तु पाल्नेहरूलाई। हेर्नु न, अब देख्नु सक्नुहुन्छ यहाँ सबै छोडिदिन्छ क्या, गुरुहरू छोडिदिन्छ, मस्त चर्छ, आउँछ, भरे कोठमा लगेर थुन्छ, बास सक्यो, खत्तम, त्यति नै हो। सजिलो छ है यो नर्सरी छेउतिर बस्नेहरूलाई चाहिँ। गरे त हेरेछ कि छैन आएको। चोक चाहिँ आइपुग्नु लाग्यो है साथी हो, चोक आइपुग्नु लाग्यो, देख्नु सक्नुहुन्छ। अरे एउटा टिफर पछि आउँदैछ, म चाहिँ बिस्तारै जाँदैछु है, देख्नु सक्नुहुन्छ। ला गाडी राख्ने त ठाउँै छैन त यार, यहीँ तन्काइदिउँ न त। मैले गाडी एकछिन बेला यहाँ रहेछ त यार, यस्तो हामी छिराइदिइहाल्छौँ नि होइन, यस्तो दामी ठाउँ रहेछ यार यहाँ। म ब्याग हानिदिन्छु ल साथी हो, तपाईँहरूलाई म ब्याग पनि हानेर देखाइदिन्छु। याद लाग्यो मिलाएर हान्नुपर्ने हुन्छ, छुइसक्दाखेरि गाह्रो हुन्छ फेरि होइन, छुइसक्दा गाह्रो हुन्छ। अब पक्नु न, अब अलिक 3 पैसा भएन भने नेपालमा नहोला जस्तो लाग्यो भने जाने हो भ्यालेट पार्किङमा। यसरी नै पार्किङ गर्नुपर्छ भ्यालेट पार्किङमा। म त ब्याग त फेरि खत्रै हानिदिन्छु नि, जस्तैमा नि छिराइदिन्छु नि फेरि। ल काम भयो, म चाहिँ चोक आइसकेँ साथी हो। मैले न्युट्रलमा राख्दै गाडी पनि देख्न सक्नुहुन्छ। चाबी अफ गरिदिएँ। को छ हाम्रो स्ट्यान्डमा आज टक्कसँगले देखाउने छु। ल मैले गाडी छिराएँ, देख्नु हो तपाईँहरूले देख्नु नै भयो होला मैले कसरी छिराएँ, देख्नुभयो नि। म त जस्तै हानिदिन्छु नि फेरि, कफ हानेको होइन।
गाडीहरू त अर्थै हान्छ एउटा दाइलाई कहाँ छ एउटा दाइ दाइलाई देखाइदिनु पऱ्यो भनेर त म जोगाइसकेँ साथी हो उता माथिबाट बनाएको यस्तै हुन्छ क्या खालि एउटा न एउटा मिस्टेक हुन्छ अब एउटा मिस्टेक भयो त्यो फुलहरू देखाएको थियो पाडा जुनमा तपाईँहरूलाई त्यो फेरि मोबाइलको स्टोरेज फुल भएर एकचोटि सबै फर्मेट गरिदिनु पर्ने थियो मोबाइलको स्टोरेज फुल भएर खै के भयो देख्नु सक्नुहुन्छ हामीले दमक चोकाइसकेको अब बग्राउनु हल्का होइन कोही रहेन छोरी दाई कोही पनि छैन रहेछ मैले अस्ति नै देखाएको त बालाजी फलावर भनेको चाहिँ त्यो हो गाडी हेर्नु न म गाडी देखाउँछु र तपाईँहरूलाई यत्रोको बिचमा एक्लै एउटा चुनिएर जानुपर्छ क्या थोरै छ गाह्रो छ झन्डा लाग्छ भन्नुपर्छ हप्ता दिन बस्यो हिजो एकचोटि झन्डा गइयो अब विराटनगर जाने कुरो पनि भइरहेको छ झन्नु चाहिँ अब के हुन्छ हेरौँ थाहा छैन थोरै छ गाडीहरू सकिन्न नि त फेरि यस्तरी त अनि देखाउँछु ल तपाईँहरूलाई म यहाँदेखि देखाउँछु यहाँदेखि सुरु गर्नुहुन्छ गाडीको लाइन थोरै छैन दाइ के छ हाल खबर ठिक छ मेरो भाइ एकदम थोरै छ यहाँ गाडीहरू आम्मो झन्डा अब आउँछ क्या पालो पनि एकचोटि भए पनि नभए आम्मो थोरै छ यहाँदेखि परैसम्म म देखाउँछु दाइले छिटो आउनु न आउनु न यार दाइलाई पनि यसो मेरो घरमा ल्याइदिउँ भनेर नि यता पल्लोपट्टि आउनु यतापट्टि के छ अन्त हाल खबर एकदम ठिक छ के गर्नु भाइ यस्तै छ स्ट्यान्डको हालत अनि अरू त अब के भन्नु र देख्नु सक्नुहुन्छ गाडी थोरै छैन किरा जस्तो छ गाडी परैसम्म लगेर देखाउँछु आज चाहिँ म किनकि अब त झन् बर्खा लाग्यो कि साथी हो यहाँदेखि परसम्म गाडी नै मात्र छ हेर्नु परदेखि देखाउँदै लिएको मैले गाडी अघि गर्दै खतै स्टोरेज फुल भएर अलिकति भिडियो कट भएछ नि त कारणले फेरि मैले रिदेखाएँ तपाईँहरूलाई मेरो गाडी चाहिँ मैले यहाँ हालिसकेको छु देखिहाल्नु भयो ल परैसम्म छ क्या साथी पर थोरै छ गाडी झन् अहिले बर्खा लागेर होइन दाइ कस्तो छ भनिदिनु त हालत छ नि बिजोग छ नि यति यस्तै होला जस्तो छ तर म चाहिँ खेल्दिनँ है साथी हो क्या पैसा छैन नो मनी हेर्नु त म कहाँ छ परसम्म पर आम्मा मैले देखाइनँ होला ल धेरै लामो भिडियो पनि बनाएन किनकि माथिबाट आउँदा नै धेरै लामो नै भइसकेको त्यो कारणले मैले तपाईँहरूलाई देखाइनँ हाम्रो हेन्सम दाइहरू त्यहाँ बसिरहेको छ मस्त चोखा बस के छ दाइ हाल खबर ठिकै छ एस यति बुझ्यो सकिगयो नि ल त साथी हो तपाईँहरूलाई म अहिले एकछिन कतै गएको छु भने फेरि भेट्नेछु ओके अरे को यो मान्छे चिन्नुभयो तपाईँहरूले हेलो के छ ठिक छ एकदम मेरो दाइ हो त्यस्तो दाइले गाडी चाहिँ सफा सुग्घर राख्छ होइन अरू त त्यस्तै हो मैले पनि भर्खर पुसेर आएको छु त्यस्तो म पनि भोलि चाहिँ होइन कि मैले पनि भर्खर पुसेर आएको छु देख्न सक्नुहुन्छ है टलक्क पारेर ल्याएको छु ल त साथी धेरै लामो भिडियो पनि बनाएन मैले ओके ल यसरी आज त्यस्तो खासै कहीँ गयो झोल होला जस्तो त लागेन मलाई त्यो कारणले अल्छी लागेर म चाहिँ यहाँ दिदी भेनाकोमा आएको छु एकछिन थोरै काम पनि थियो देख्नु सक्नुहुन्छ यो डिम्याक्स छेउमै छ हाम्रो दिदी भेनाको दोकान चाहिँ हिजो उहाँ दिदीहरूलाई लगेर के परे बिर्ताउनु गएको थियो त्यही कारणले थोरै काम थियो र अहिले यहाँ आएको अब त कहीँ गयो हुन्छ जस्तो पनि लागेन यति दोकान आएर थोरै दोकान भिजिट गरेर तपाईँहरूलाई दोकानको बारेमा थोरै अस्ति मैले देखाएकै थिएँ छन चाहिँ तर मजाले देख्यो कि देखेन त्यतिखेर चाहिँ आई होप तपाईँहरूले देख्नु नै भएको होला के छ खबर मेरो दिदी चाहिँ यहाँ हुनुहुन्छ है कस्तो दामी देखिरहेको के हो भने खतरा देखियो त हौ नि अब त गणेश साइफल सेन्टर देख्न सक्नुहुन्छ के छौ दाइहरू हाल खबर
अहिले चाहिँ छैन टुल प्रो ग्राहकहरू चाहिँ बाहिर बसिरहनु भएको छ आउँदै हुन्छ 2 मिनेटको टाइम आयो साथी लङ भिडियो पनि मैले बनाउनु चाहिनँ किनकि मैले माथिबाट बनाउँदै पनि आएको थिएँ त्यो कारणले तपाईँहरूलाई यहीँ भ्लग इन्डिङ गर्नु चाहेँ सबैजनाले माया सपोर्ट गरिदिनु होला किप सपोर्टिङ अल युट्युब फ्यामिली ओके बाई सबैजनाले सब्सक्राइब पनि गरिदिनु नबिर्सिनु होला